चाहिँ अघिदेखिको डगीको कपाल काटिदिँदैछु किनकि उसको यस्तो घाउ भएको छ नि त पाउडर लगाएर चाहिँ कपाल काटिदिँदैछु कपाल काटेर चाहिँ नुहाइदिने हो यस्तो डल्लो डल्ली भएको अघि काटिसकेको छु नि त यस्तोहरू भएको छ तर पनि हेर्दै काटिदिँदैछु किरा परेको छ नि त यसको चाहिँ कपाल पनि धेरै मैला भएको छ त्यो चाहिँ हेलो रामो हेलो गुड मर्निङ भन्नु न हेलो हेलो भन्नु लुगा भिजाएछ भनेको मैले कहाँ भिजाएको हो मामले भिजाएको रहेछ हौ तातो पानी लगेन तातो पानीले होला यहाँ छ तातै छ मामले भिजाएछ हौ मामलाई कति झुकझुक आउँछ फोन के भएर झुकझुक गरेको गरिदिन्छ नि अहिले धोइदिन्छ नि भिजा राख्नु भन्नु न म धोइदिन्छु यहाँ डगीलाई नहुने तयारीमा छु टुल्स डगीको स्याम्पू यहाँ जा रेमा यता यहाँ पस यहाँ पस गुड गुड चाहिँ नुहाइदिँदैछु म मजाले स्याम्पू लगाएर मामी होइन खुन जस्तै निक्लेको त्यो बोलले पानी मात्रै हाल न त्यो साबुन पनि हालेको त्यहीको त्यहाँनिर चोखाउनु किरा के भयो माम केही पनि होइन हौ कम्ती त मैला रहेन मैला होइन उपियाले पुरा टोकेको रहेछ कि उपियाले पुरा हगेको रहेछ यी उपियाले हगेको रहेछ पुरा हिजो अस्तिदेखिको पाउडर लगाइदिएको थियो दिएर चाहिँ मऱ्यो कि कतै हजुर सिसामा भएको पाउडर उयसकै लिएको हौ कुकुरकै लिएको हौ कुकुरको ल्याइदिएको पानी फ्याँकेर फेरि यो पानीमा नुहाइदिनु नि अहिले पहिला यो
डिटोल पानीमा भिजाइदिएको यसलाई पनि सन्चो होला नि बिचरा हेर्नु त कति मजाले मानिरहेछ यो चाहिँ एकदमै राम्रो हुन्छ सकिसकेको रहेछ यो डगीको स्याम्पू सेतो मान्छे नमर कालो आमाले बिचरा अन्त के बिहा गर्नु भ्याओस् खेताला पो जान्छ खेतालालाई पो खाना पकाइदिनु कि सेक सरौ पो हिँड्नु कि आफै सन्चो छैन मामले मेला त स्याहारोस् कि है बेबी हाम्रो बेबीलाई त स्याहार्ने यसको बच्चा त यो त डाँगो पो त माम डाँगो पो त लुसी भनेको लुसी दार्जिलिङ भाइकोमा त्यो नहुँदो चाहिँ कसले भात दिन्छ ऊ कसैलाई दिँदछ नि त्यहाँ माथिल्लोपट्टि ए हराइराख्छ होला नि त्यो ठुलो त मर्नु आँटेको भएछ भन्थ्यो पोरै ठुलो जात भत्रेमा पुर्याएको थियो अँ मर्नु आँटेको सित्रु भएछ भन्थ्यो कसले पो मलाई त्यसो भन्दै खाना कति चाहिन्छ ल मामले त सबै पल्टायो मैले त रेकर्ड गरिरहेको थिएँ मामले खै के भत्काइदियो हो यता चाहिँ हाम्रो मेमे के गरेछ अन्त तपाईँले त अन्त भिगारिदियो मैले मेरो झन् यहाँ स्ट्यान्ड नभएको मिलाएर राखेको त अब चाहिँ यहाँ सकेर पुज्दैछ आफूलाई आफै राम राम्स यहाँ जा यहाँ बस चाहिँ यो किराको पाउडर हो नि त यसलाई चाहिँ होइन लगाइदिएको उपिया उयो हुन्छ भनेर उपिया भाग्छ भनेर हौ उपियाको दबाई हो नि त ले त यहाँ चाहिँ उपिया पुरा छ यसको चाहिँ अनि म चाहिँ पाउडर लगाइदिँदैछु यहाँ बस्छ न यहाँ बस त राम्रो थपक्कै ले म थपक्कै बस नसुकी गिल्लोमै लगाइदिएको नि त उपिया पुरा छ उपिया नभागोस् मरोस् यहीँ मरेर झरोस् भनेर चाहिँ मैले चाहिँ लगाइदिएको नि त यसको टाउकोमा पुरा सर्दो रहेछ